नमस्कार साथीहरू। आज म तपाईँहरूसँग समसामयिक विषयवस्तुहरूको बारेमा केही कुरा गर्छु। समसामयिक विषयवस्तुहरूमा सबैभन्दा सुरुमा म तपाईँहरूसँग विश्वकप क्रिकेटको बारेमा कुरा गर्छु। हुन त अहिले विश्वकप फुटबल चलिराखेको छ, त्यही पनि हामी केही कुरा विश्वकप क्रिकेटको बारेमा गरौँ। त्यस्तै गरी भर्खरै प्रकाशन भएको ग्लोबल पिस इन्डेक्स विश्व शान्ति सूचकको बारेमा हामी कुरा गर्छौँ। भर्खरै G7 को बैठक सम्पन्न भएको छ फ्रान्समा, त्यसबारेमा पनि हामी कुरा गर्छौँ। त्यस्तै गरेर दिगो विकास सूचकाङ्क पनि सार्वजनिक भएको छ। दिगो विकास सूचकाङ्कको बारेमा पनि हामी कुरा गर्छौँ। यस्तै गरेर अन्य केही विषयहरूमा पनि हामी कुरा गर्छौँ। अहिले पछिल्लो समय चाहिँ मैले यसरी स्क्रिन रेकर्ड गरेर भिडियो बनाएको छैन। धेरै जसो भिडियोहरू चाहिँ बोलेर पडकास्टको रूपमा बनाएको छौँ हामीले। तर आज चाहिँ म यो पुरानै शैलीमा भिडियो बनाउँछु। हामी सबैभन्दा सुरुमा चाहिँ यो महिलाहरूको विश्वकप क्रिकेटको बारेमा कुरा गरौँ। अहिले चाहिँ फुटबलको विश्वकप फिफा वर्ल्ड कप चलिराखेको छ। धेरैजनाको ध्यान चाहिँ त्यता नै छ। त्यही पनि मैले चाहिँ अब यो विश्वकप क्रिकेटको बारेमा कुरा राखेको छु। यो विश्वकप क्रिकेट महिलाहरूको 2026मा भएको विश्वकपको आयोजक चाहिँ इङ्ल्यान्ड र वेल्स हो। त्यस्तै गरेर यो गेमको आयोजना अवधि चाहिँ यो जुन 12देखि जुलाई 5सम्म रहेछ र यो विश्वकपमा सहभागी देशहरू चाहिँ 12 टोली रहेछन्। त्यस्तै गरेर यो विश्वकपमा विजेता चाहिँ अस्ट्रेलिया भएको रहेछ, उपविजेता चाहिँ इङ्ल्यान्ड भएको रहेछ। यहाँ चाहिँ हामीले चाहिँ धेरै जसो अवस्थामा चाहिँ विश्वकपमा विजेता को भयो भन्ने प्रश्न आउँदाखेरि चाहिँ उत्तरै नहेरिकन अस्ट्रेलिया लगाउनुपर्छ भन्थ्यौँ। बिचमा एकचोटि चाहिँ इन्डियाले जितिरहेको थियो, तर फेरि अस्ट्रेलियाले जितेछ महिलाहरूको T20 वर्ल्ड कप 2026। अब यस्तै गरेर चाहिँ पुरुषहरूको विश्वकप क्रिकेट 2026को कुरा गरौँ। यसमा चाहिँ यो आयोजक चाहिँ इन्डिया र श्रीलङ्का हुन् र यसमा यो गेम चाहिँ 2026को फेब्रुअरी 7देखि मार्च 8सम्म भएछ। त्यस्तै गरेर यो गेमको विजेता इन्डिया छ र उपविजेता चाहिँ न्युजिल्यान्ड भएको रहेछ यो गेममा होइन। यहाँनिर चाहिँ हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि नेपालले खेलेको विश्वकप भन्ने जुन हामी भन्छौँ, नेपालले खेलेको विश्वकप चाहिँ यही नै हो कि पुरुषहरूको T20 विश्वकप चाहिँ नेपालले पनि खेलेको हो र यही विश्वकपको अर्को संस्करण T20 वर्ल्ड कप पुरुषहरूकै अर्को संस्करण चाहिँ 2028मा अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने भन्ने सहमति भएको रहेछ। यो प्रश्न यहाँबाट पनि प्रश्नहरू चाहिँ महत्त्वपूर्ण छन्, किनभनेपछि यो गेम चाहिँ नेपालले सहभागिता जनाएको गेम हो। अब चाहिँ आयो एउटा महत्त्वपूर्ण कुरा। यहाँ के आयो त भन्नुहुन्छ भने यो मौद्रिक नीति 2083-84 मोनिटरी पोलिसी 2083-84को कुरा आयो। यहाँ चाहिँ के छ त भन्नुहुन्छ भने यो मोनिटरी पोलिसी चाहिँ 2083को असार 23 गते सार्वजनिक भएको हो। मोनिटरी पोलिसी नेपालमा 2059-60 सालदेखि चाहिँ प्रत्येक वर्ष जारी गरिन्छ। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 आएपछि यो मोनिटरी पोलिसीले चाहिँ हाम्रोमा मुद्रास्फीति भनेको इन्फ्लेसनलाई चाहिँ 5.5%को भित्रमा राख्ने भन्ने लक्ष्य राखेको छ। त्यस्तै गरी मोनिटरी पोलिसीले आर्थिक वृद्धि दर चाहिँ 7% हासिल गर्ने भन्ने लक्ष्य राखेको छ। यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि हाम्रोमा चाहिँ तपाईँले सुन्नुभएको होला फिस्कल पोलिसी र मोनिटरी पोलिसी अथवा वित्त नीति र मौद्रिक नीति भनेर। वित्त नीति भनेको वित्त नीतिको मुख्य अंश भनेको बजेट हो र बजेटले चाहिँ हाम्रो आर्थिक वृद्धि दरको लक्ष्य 7% नै राखेको थियो र मुद्रास्फीति चाहिँ 6% भित्र कायम राख्ने भन्ने लक्ष्य राखेको थियो। सामान्यतया आर्थिक वृद्धि दरको लक्ष्य र मुद्रास्फीतिको लक्ष्य बजेट र मौद्रिक नीतिको बराबर जस्तो नै हुन्छ। तर यो पालि पछिल्लो केही वर्षहरूमा पहिला फरक पनि हुन्थ्यो। यो पालि चाहिँ आर्थिक वृद्धि दरको लक्ष्य बजेट र मौद्रिक नीतिको बराबर छ र मुद्रास्फीतिको लक्ष्य भन्ने चाहिँ
बजेटको भन्दा मौद्रिक नीतिको चाहिँ 0.5%ले कम छ। बजेटले मुद्रास्फीति 6% भित्र नियन्त्रण गर्ने लक्ष्य राखेको थियो। अब मौद्रिक नीतिले चाहिँ 5.5% भित्र कायम गर्ने लक्ष्य राखेको छ। अब हामी मौद्रिक नीति 2083-84 का विशेषता चाहिँ के छन् त भन्दा यो मौद्रिक नीतिमा चाहिँ गत वर्षसम्म 82-83 को मौद्रिक नीतिसम्म चाहिँ यो मौद्रिक नीतिको समीक्षा, गत वर्षको मौद्रिक नीतिको समीक्षा र नयाँ मौद्रिक नीतिलाई चाहिँ एउटै दस्तावेजको रूपमा सँगै राखेर विश्लेषण गरिन्थ्यो भने अहिले चाहिँ फरक फरक दस्तावेजको रूपमा आएको छ। तपाईँले हेर्नुभयो भनेपछि चाहिँ मौद्रिक नीतिमा चाहिँ एकदम सानो छ मौद्रिक नीति अहिले। र यहाँनिर चाहिँ यो ब्याज दर कोरिडोर अन्तर्गतका नीतिगत दर, ब्याङ्क दर, स्थायी निक्षेप सुविधा दर लगायतका कतिपय दरहरूलाई चाहिँ गत वर्षकै जस्तो राखेको छ। अब यो गत वर्ष कति थिए त यिनीहरू? जस्तो अघि हामीले चाहिँ आर्थिक वृद्धि दर 7% भनेको छ। अब त्यो आर्थिक वृद्धि दर पनि गत वर्षको जति नै भनेको थियो भने कति हो भन्दा हामीले गत वर्षको मौद्रिक नीति हेर्नु पर्थ्यो। यहाँ नै मौद्रिक नीति गत वर्षको हेर्नुपर्छ। अब यो चाहिँ मैले PDF सेयर गरेको छु, कुन कुन दरहरू कति छन् भनेर फेसबुकमा। तपाईँलाई चाहियो भने मेसेज गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यो समष्टिगत विवेकशील नियमका औजारहरूलाई चाहिँ अति आवश्यक अवस्थामा बाहेक सामान्य अवस्थामा प्रयोग नगरिने भन्ने छ। भनेको यो चाहिँ चेन्ज गरी नरहने भन्ने हो। यो प्रयोग नगर्ने भनेको चाहिँ यस्ता दरहरूलाई चाहिँ जसले चाहिँ मुद्रा प्रदाय अथवा चाहिँ बजारमा मुद्राको मुभमेन्टलाई असर गर्छ, त्यस्ता नीतिहरूलाई चाहिँ, त्यस्ता दरहरूलाई एकदमै आवश्यक परेको बेलामा मात्र चलाउने, सामान्यतया नचलाउने भन्ने हो। र ब्याङ्क तथा वित्तीय क्षेत्रको वर्गीकरण गर्दा ब्याङ्क तथा वित्तीय क्षेत्रलाई चाहिँ जुन उनीहरूलाई लक्षित काम अनुसार वर्गीकरण गर्ने भन्ने छ। यो चाहिँ अब नयाँ व्यवस्था जस्तो देखिन्छ कि हामीले चाहिँ यस्तो वित्तीय संस्थाहरूको वर्गीकरण गर्दा चाहिँ काम अनुसार भनेको उनीहरूले चाहिँ गर्ने लक्षित क्षेत्रमा जुन काम गर्छन् त्यस अनुसार चाहिँ यिनीहरूको वर्गीकरण बनाउने भन्ने हो। अहिले चाहिँ हाम्रो चाहिँ त्यो क ख ग घ वर्गको भन्ने मात्रै वर्गीकरण छ। अब लक्षित क्षेत्र अनुसार पनि वर्गीकरण गर्ने भन्ने छ यहाँनिर मौद्रिक नीतिको चाहिँ एउटा मौद्रिक नीतिले ल्याएको व्यवस्था। त्यस्तै अब चाहिँ तपाईँहरूसँग म यो ग्लोबल पिस इन्डेक्स 2026 को कुरा गर्छु। यो ग्लोबल पिस इन्डेक्स 2026 यो सार्वजनिक गर्ने संस्था चाहिँ यो इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिस भन्ने संस्था रहेछ। यो संस्थाले यो रिपोर्ट निकाल्दो रहेछ। यो रिपोर्ट अनुसार सन् 2026मा चाहिँ नेपाल 111औं स्थानमा परेको रहेछ। 2.143 अङ्क ल्याएको रहेछ नेपालले र यो अङ्क मापन चाहिँ 1 देखि 5 सम्मको बिचमा गरिँदो रहेछ। त्यस्तै गरी यो लिस्टमा सबैभन्दा अगाडि रहेको देश चाहिँ आइसल्यान्ड रहेछ र सबैभन्दा पछाडि रहेको देश चाहिँ रसिया रहेछ। 163 वटा देशको मापन भएको रहेछ। त्यसमध्येमा नेपाल चाहिँ 111औं स्थानमा परेको रहेछ। अब यो दिगो विकास सूचकाङ्क 2026 भन्ने अर्को छ। यसमा दिगो विकास सूचकाङ्क 2026 भन्ने यो रिपोर्ट सार्वजनिक गर्ने संस्थाको नाम चाहिँ UN सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क भन्ने हो। र यो रिपोर्ट अनुसार नेपाल चाहिँ 90औं स्थानमा रहेछ सन् 2026मा 68.69, 68.96 स्कोर सहित। र यो लिस्टमा सबैभन्दा अगाडि चाहिँ फिनल्यान्ड भन्ने देश रहेछ। फिनल्यान्डले चाहिँ 87.40 स्कोर प्राप्त गरेको रहेछ र सबैभन्दा पछाडि चाहिँ दक्षिणी सुडान, साउथ सुडान रहेछ र साउथ सुडानले 169 यसको चाहिँ भनेको स्कोर त होइन, स्कोर त यो 37-38 कति थियो, मैले यहाँ टिपिनँ। यो लिस्टमा सबैभन्दा पछाडि चाहिँ दक्षिणी सुडान छ। 169 वटा देश रहेछन्। हुन त खासमा यो UN को 193 वटै देश मध्येमा यतिको मात्र स्कोरिङ गरेको होला, 169औं। अब G7 को 52औं शिखर सम्मेलनको बारेमा कुरा गरौँ। यो G7 भनेको चाहिँ 7 वटा देशहरूको समूह हो र यो 7 वटा देशहरूको 52औं सम्मेलन चाहिँ औद्योगिक देश अथवा विकसित देश भनेर भन्ने गरिन्छ।
यसमा आयोजक चाहिँ 2026 को 52औं शिखर सम्मेलनको आयोजक चाहिँ फ्रान्स हो। यसको अवधि 15 देखि 17 जुन 2026 मा भएको रहेछ। यसमा चाहिँ फ्रान्स, अमेरिका, बेलायत, जापान, जर्मनी, क्यानाडा र इटाली देशहरू रहेछन्। त्यस्तै गरी यो छलफल चाहिँ के भयो होला त यहाँ भन्दाखेरि एआई गभर्नेन्स अथवा चाहिँ सभरिन एआई भन्ने जुन चलिरहेछ अहिले मुद्दा, त्यसपछि यो मध्यपूर्वको जुन द्वन्द्व छ त्यसको विषय र इकोनोमिक इम्ब्यालेन्स भन्ने विषयमा पनि छलफल भएको रहेछ। यसरी मैले आज तपाईँहरूलाई केही चाहिँ यो समसामयिक विषयवस्तुहरूमा छलफल चाहिँ हामीले गऱ्यौँ। यसमा तपाईँलाई अरू धेरै यस्ता सम्मेलनहरू अहिले पछिल्लो समय भएका छन्, यस्ता रिपोर्टहरू पनि सार्वजनिक भएका छन्। तपाईँलाई यस्तो खालको यो ठिकै लाग्यो भनेपछि भन्नुहोला। म यस्तो चाहिँ समसामयिक विषयहरूलाई समेटेर भिडियो राख्दै जान्छु।